जस्तो यसको मुख्य एप्लिकेसन चाहिँ यो छ, यो स्ट्यान्ड अलोन एप्लिकेसन हो, डेस्कटप सेटअप गरेर इन्स्टल गरेर चलाउनलाई बनाएको। अब यसले चाहिँ खास यसरी क्लाइन्ट्सहरूको अभिलेख राख्छ। यो क्लाइन्टहरू चाहिँ को रेकर्ड चाहिँ यसमा, क्लाइन्टको रेकर्ड इन्ट्री फर्म चाहिँ यसमा यसरी बनाइएको छ। क्लाइन्ट आइडी युनिक हुने भयो होइन, ठेगानाको लागि डिस्ट्रिक्ट एड्रेस यसरी राखिएको छ, फुल नेम भयो। अनि लिस्ट चाहिँ यसरी यहाँ सुरु गरिसकेपछि यति बेर चाहिँ भएका लिस्टहरू यहाँदेखि विवरणहरू छ होइन, यसरी लिस्टहरू आउँछ। यो लिस्टमध्ये कुनै एउटामा क्लिक गरे पछाडि यतापट्टि आफै फिलअप भएर आउँछ विवरणहरू होइन। अब यो एजेन्टमा चाहिँ डाटाबेसबाटै चाहिँ योभन्दा अगाडिका एक्जिस्टिङ एजेन्टहरू जे छन् तिनीहरू चाहिँ यो ड्रपडाउनमा हानिदिनु पऱ्यो। अनि क्लाइन्ट यो क्लाइन्टको चाहिँ 1563 नम्बर क्लाइन्टको स्ट्याटस के छ, एक्टिभ छ कि प्यासिभ हो कि अपग्रेड भएर आएको हो कि होइन, अहिले छोडेर गइसक्यो कि, अनि उसले कुन प्रडक्ट युज गरिरहेको छ हामीसँग भएका प्रडक्टहरू। त्यसपछि उसलाई एएमसी बापत चाहिँ कति हो विथ भ्याट, ट्याक्स चाहिँ कति तिर्नुपर्ने, उसले एएमसी चार्ज एनुअल चार्ज यहाँ लेख्नु पऱ्यो। सबै कहिले जड्या हो, कहिले रिन्यू लाग्ने हो, त्यो रिन्यू लाग्ने मिति त फर्स्ट रिन्यू लाग्ने मिति लेखिन्छ, त्यसपछि त सालिँदा आफै आउँदै जाने भयो होइन। अब प्यान नम्बरहरू यहाँ लेखिन्छ। त्यसपछि अरू चाहिँ अब त्यो इन्स्टिट्युसनको चाहिँ नि चेयरपर्सन होला, म्यानेजर होला, को होला, तिनीहरूको विवरणहरू यहाँ लेखिन्छ। यो चाहिँ अलिकति टेक्स्ट लेन्थ अलिकति भाका लामो गरेर लेख्नु। अनि त्यसको विषयमा केही लेख्नुपर्ने रिमार्क्सहरू, केही कमेन्ट्सहरू हुनसक्छ, पछि सम्झनालाई सजिलो हुने त्यस्तो चिजहरू चाहिँ यहाँ राखिदिनु पऱ्यो। यसरी गर्नु पऱ्यो। अनि अब यहाँ चाहिँ हामी त्यो के विवरणहरू राख्ने भन्ने कुरा चाहिँ यसमा पनि देखिन्छ। रिमार्क्समा लेखेका चिजहरू यहाँ डबल क्लिक गरेपछि ठ्याक्कै यसरी के हो त्यो चाहिँ यहाँ देखिन्छ। अब यसको त यहाँबाट हामी प्रिन्ट प्रिभ्यू यताउता सबै चाहिँ हेर्न पाउँछौँ होइन। यसको प्रिन्ट प्रिभ्यूहरू चाहिँ हेर्न यसरी प्रिन्टेबल भ्यूमा यसरी हेर्न पाइन्छ कि, तर अब त्यसमा चाहिँ त त्यो बनाउन सम्भव नहोला यो सानो प्रोजेक्टमा। अनि ट्रान्जेक्सन, अब ट्रान्जेक्सनमा गएर अघि 1563को यहाँ हानिसके पछाडि यसरी यो मितिमा विक्रम सम्बन्धमा काम गर्नु पऱ्यो। क्लाइन्ट आइडी, त्यसपछि उसको प्रडक्ट के हो, मोबाइल नम्बर, अरू इन्स्टल डेट होइन, रिन्यू सिन्यू के हो, त्यसको नाम चाहिँ नि के छ, अरू रिमार्क्सहरू यताउता लेखेको छ भने यहाँ देखिन्छ स्टेटमेन्ट। अनि कुन मितिमा, यसमा त एउटा मात्रै रहेछ कारोबार गरेको, जस्तो 1015 हान्यो भने यसरी उसले कहिले कहिले सर्भिस चार्जहरू तिरेको छ, कहिले कहिले चाहिँ भ्याट तिरेको छ, कहिले के तिरेको छ, सबै कुरा यसरी इन्ट्री हुन्छ। यो रेकर्ड नम्बर भनेको युनिक चाहिँ नि एउटा अटो इन्क्रिमेन्ट फिल्डमा राखेको छ, अरू चिज चाहिँ म्यानुअल हो यहाँबाट हाल्ने। यो पेमेन्टमा चाहिँ के बाबत पेमेन्ट, इन्स्टलेसन बाबत दियो, रिन्यू बाबत, कमिसन, अपग्रेड होइन, अब हामीले अब अरूलाई दिने कमिसन हुन्छ, सफ्टवेयर अपग्रेड गरे बाबत दिया हो कि, अरू के मिसलेनियस चाहिँ दिया हो कि, भ्याट बाबत ल्या हो कि, सर्भिस चार्ज बाबत ल्या हो। सर्भिस चार्ज भन्ने बित्तिकै यसको चाहिँ न्यारेसन यहाँ अटोमेटिकली आउँछ। भ्याट भन्यो भने भ्याट रोज्ने बित्तिकै यहाँ यसरी अटोमेटिकल्ली आउँछ न्यारेसन होइन। यसरी चाहिँ बनाइएको छ, यहाँ एमाउन्ट लेख्ने, त्यसपछि यहाँ न्यारेसन लेखेर यो न्यारेसन यहाँ जम्मा हुने। यो अपडेट डिलिट यो त सिआरडी भइ नै हाल्ने भयो सबै। अनि स्टेटमेन्ट प्रिन्ट गर्नु पऱ्यो भने हामी चाहिँ यहाँबाट सबै यसरी स्टेटमेन्ट प्रिन्ट गरेर दिन्छौँ। बनाउनु खोजेको यस्तो हो। त्यसपछि अब रिन्युअलमा चाहिँ हाम्रो त्यो उतापट्टि लेखेको मितिका आधारमा पछिल्लो पटक चाहिँ प्राप्त गरेको, पछिल्लो पटक सुरु भयो भने यो महिनादेखि यो महिनासम्म यहाँ डेट लेख्नुपर्छ। मैले यसरी बनाएको छु। यो कुकसको प्राप्त भयो भनेर हेर्ने, कुकसको ड्यू छ भनेर हेर्ने, त्यस्ता चिजहरू आउनु पऱ्यो कि। अब त्यो त यहाँ सबै बनिसकेको छैन होइन, मैले यो काम चलाउनलाई चाहिँ उ गरे हो। जस्तो यहाँ लेखिसके पछाडि अब यो वर्षै पछि रिन्यू हुने हो भने जसको रिन्यू चाहिँ नि गर्ने भनेको छ, वर्षै पछि रिन्यू गर्ने भनेको छ, त्यसको रिन्यू फेल भयो। अहिलेको मिति चाहिँ आजको मिति कति छ, यो चाहिँ आजको मिति हो। आजको मितिमा हेर्दाखेरि यो मितिका आधारमा चाहिँ नि आजसम्म रिन्यू नगरेका फेल भएका कति छन् भनेर हेर्नु पऱ्यो भने सट्ट देखिनु पऱ्यो कि। त्यस्तो खालको प्रतिवेदनहरू आउनु पऱ्यो।
बनाउनु पर्ने चाहिँ त्यही नै हो ल।